अहिले नेपालको परिस्थिति हेर्दाखेरि नेपालमा सरकार त छ तर सत्ता चाहिँ छैन। सत्ता चाहिँ पुरानै एमाले काङ्ग्रेसले नै अझैसम्म पनि कब्जा गरेर राखिरहेका छन् भनेर यतिकै पनि आकलन गर्न सकिन्छ। र राजसभाको एकजना नेता, मैले उनको नाम चाहिँ त्यहाँ दिएको थिएन, उनले प्रष्टसँगले भनिसके कि सुशीला कार्कीले हामीसँग चाहिँ ब्युरोक्रेट्सहरूले जति पनि भएको ब्युरोक्रेट्सहरूले चाहिँ मद्दत नगरेको हुनाले चाहिँ हामीले जति चाहेको काम गर्न सकिरहेछौँ भनेर स्पष्ट भनिसके पछाडि के बुझिन्छ त भन्दाखेरि कर्मचारीहरू चाहिँ पुरानै दलको अब सबै त नभनौँ, धेरै जसो चाहिँ झोले उनीहरूकै आदेश र कृपालाई फलो गर्ने, आदेशलाई मान्ने, उनीहरूकै चाहिँ कुराहरूलाई मान्ने भइरहेछ। त्यस्तै यो न्यायाधीशमा अगाडि थपेकोहरू पनि यस्तै कामहरू गरिरहेछन्। रविलाई झुलाउने, प्रत्येक हप्ता घरि के भयो भन्ने, घरि मिसाइल झिकाउ भन्ने, घरि के भन्ने, अर्को हप्ता फेरि के भन्ने। यो सरकार परिवर्तन भइसक्यो। जेनजीको यत्रो आक्रोशले देशै जलो, यत्रो जेनजीहरू मारे यी अपराधीहरूले, तर यिनीहरूको चेत चाहिँ भन्ने घुरेको छैन स्टिल। यो न्यायाधीशहरू के भएको, तिमीहरू यो कर्मचारीहरू के भएको, तिमीहरूलाई कहिले चेत घुर्दैन? यही भुचे केटाकेटीले एक दिन आवेशमा गरे फेरि त गर्न सक्दैनन् भन्ने हो कि के हो, मैले बुझिनँ होइन। र अहिले अनि रविको पार्टीमा पनि पार्टी नै कब्जा गर्ने हिसाबले अरू आउन खोजिरहेको छन् होइन। यी बाबुराम भट्टराई, जनार्दन शर्मा लगायतकोहरू। तर यो सम्भव छैन भनेर डिपी आर्यालले त अहिलेको बेलामा भनिदिनै सके, चितवनको बेलामा। र अर्को कुरा चाहिँ यी मिलन पाण्डे, रन्जु दर्शनाहरू लगायतकोहरूले चाहिँ आफ्नो गुमेको साग, पहिला अब विवेकशीलको एकचोटि हाइप थियो, पछि चाहिँ रविन्द्र मिश्रले चाहिँ उता राप्रपामा गइसके पछाडि भनेको तितर बितर भयो र उज्जवल थापाको देहान्तपछि त यिनीहरूको अब नेतृत्वै छैन जस्तो छ। र अहिले मिलन पाण्डे पनि रवि लामिछाने किन चाहियो भन्दै कमेन्टमा पुरा हेर्छु म। रवि लामिछाने किन, अब रवि ठिक कि के ठिक भनेर एउटा उनले के हाले, अनि रवि ठिक, रवि मात्रै भन्ने खालको कमेन्ट आयो धेरै जस्तो। उसले जुनै पनि कमेन्टमा किन भनेको छन्, किन चाहियो, अनि उसलाई मिलन पाण्डे ठिक भनेकोमा चाहिँ थ्याङ्क यू दिएको छन् क्या। भनेको यिनीहरू सबै आफ्नो रोटी सेक्नेहरू मात्रै छन्। राजसभाको देशैभरको चाहिँ नेता कार्यकर्ताहरू एकदमै सजग हुनुपर्ने छ। र यिनीहरूसँग वार्ता गर्दाखेरि पनि उनीहरूसँग झुकेर होइन, यिनीहरूलाई चाहिँ आफ्नो कुरा राखेर, आफ्नो पार्टीको कुरा राखेर यिनीहरूसँग कुरा गर्नुपर्ने।